यो को चोर देख्यो सुरुमै क्यामेरा अन गर्दा बित्तिकै ल हाम्रो चाहिँ अब केसरी सिरियलमा बसन्तको विवाह हुँदैछ। बसन्त र सिर्जनाको यता पण्डितजी हुनुहुन्छ, टक्क तयारी गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ रेडी हुँदैछ जग्गा र टक्क यो हाम्रो हाम्रो टक्क यसरी चलिरहेको छ। ल हाम्रो चाहिँ यो विवेकले ब्यानर आज कसको बिहा हो? मेरो बेहुली यता म बेहुली देख्न सक्नुहुन्छ है, तर यो कुरा साँचो बेहुली र बेहुला र बेहुली चाहिँ यता हुनुहुन्छ हाम्रो खोलाएर लाइटको भयो। बेहुलाले मुख देखाउन लायक हुनु छैन, त्यही भएर मुख तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँको बिहे हुँदैछ आज, दुई शब्द तपाईँ केसरीलाई छोडेर एकजना यता देख्नु, कमेन्ट गरिदिनु, सब्स्क्राइब गरिदिनु, अरू के गरिदिनु? अरू तपाईँ के गर्नुहुन्छ? केसरी सिरियललाई सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला हैन। हजुर, लाइक सेयर सब्स्क्राइब गरिदिनु होला। हामी चाहिँ यहाँ मण्डपको तयारीमा छौँ। ल यहाँ चाहिँ मामा हुनुहुन्छ है, हजुर, मामा बसन्तको मामा मामाको ए मजाले ए ल यी हाम्रो पण्डित भाइ अहिले हुन्छ ल होला। हाम्रो पण्डित भाइ टक्क फायरमा हुनुहुन्छ अब बिहेको लागि। हाम्रो गाउँलेहरू भेला भइसक्नु भएको छ। एकदमै गाउँलेहरू उता बा उता टक्क मजाले एकछिन ध्यानमा बसिराख्नु भएको छ। अनि यता के छ, कस्तो छ? बिहे हुन लागेको छ, एकदम बिहेको लागि एकदम रमाइलो भइरहेको छ। हामी चाहिँ बसिरहेको छौँ, त्यतिखेर बिहे हुन्छ र बेहुलीलाई बेहुलाले हेरेर यस्तो रमाउनु नाच्नु भइरहेको छ। ए त्यस्तो। हजुर, अनि यता हाम्रो सरहरू तयारी अवस्थामा हुनुहुन्छ बिहेको लागि, एकदम तयार अवस्थामा। म पनि तयार छु, दाइले कति बेला बिहे गर्नुहुन्छ भनेर। कार्की छ कि छैन? कार्की हुन चाहिँ पाउँछ छोड्दिनु। ए कार्की हुन्छ हैन? ल कार्कीलाई राख्दैन, कार्की गाउँका एक दुईजना ल्याउने यहाँ हेर मलाई हेर एक बेहुला यता तयार भएर बस्नु भएको छ, बेहुली उता बा छोरा रोलिङ रोलो एक्सन। भन्दै नछोडेको यसो त्यो पछाडि है। कस्तो क्या कस्तो यस्तो ठोकिन्थ्यो नि, कस्तो यस्तो ठोकिन्थ्यो, ड्यामेज चाहिँ हुन्थ्यो पुरै वाइट।